वैशाख 17 गतेको मध्यरात 12 बज्दै थियो। बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 1 बुकेनीमा मानिसहरू मस्त निद्रामा थिए। पारिपट्टिको गाउँबाट बुकेनीमा रहेको एक गोठमा दन्दनी आगो बलेको देखियो। बुकेनी पारिका गाउँका गाउँलेले आगो लागेको भन्दै हल्लाखल्ला गरे। बल्ल बुकेनी गाउँलेले आगो लागेको थाहा पाए। उनीहरू हतार हतार आगो निभाउन गए। उनीहरू पुग्दा खरले छाएको गोठ पुरै जलिसकेको थियो। त्यहाँ घर बनाउनका लागि जम्मा गरिएका केही काठका फलेकहरू पनि थिए, ती पनि जलिरहेका थिए। आगोले गोठमा जल्ने जति सबै जलाइसकेको थियो। घर बनाउनको लागि भनेर खाइ नखाइ गरेर काटेको दार अनि काठ र त्यो भैँसीलाई खुवाउनको लागि किनेको घाँस र बाख्रा पालनको लागि